वेलकम टु माई च्यानल सब्सक्राइब। आज चाहिँ यहाँ धेरै आएका छन्। सबैको एक एकवटा स्याङ्गल छ। यहाँ म सबै स्याङ्गललाई देखाउँदै छु। यो लेड कलरको स्याङ्गल हो, यो व्हाइट कलरको भेस्ट लाउनेको। ल अर्को छ यहाँ गोलुको छ लेड कलरको स्याङ्गल। ल उसको कलरको नाम छ उसको लुगाको कलर छ मलाई थाहा पाइन कुन कलर कमेन्टमा गर्नु। ल मान्दा 7 हाले अनि यसको नाम चाहिँ सम्राट हो। यसको स्याङ्गल चाहिँ यो बच्चावाला स्याङ्गल हो। यो यस्तो दुईटा चक्का भएको बच्चावाला। अनि त्यसपछि अर्को भयो यो अनि यो स्याङ्गल चाहिँ यो बुइनीको त्यो चक्का निकाल्दिनु पर्छ ल। आइगल्दियो साना आइगल्दियो बुइनीले चाहिँ बिस्कुट टेस्टी भन्ने एउटा बिस्कुट खाइरहेको छिन्। ल यहाँ फेरि उता सम्राट भन्ने एकजना गयो। ल गोलु तिमी स्टपी हाने देखाइद त। यहाँ मेरो साथीहरूलाई स्टपी हान्दियो त। हेर्नुहोस् कति साह्रो स्टपी हान्छ। बनाए घुमाएर ल्याउनु पर्छ। घुमाएर आऊ छिटो ठुलो स्टपी हान। उही यस्तो स्टपी हान्थ्यो। ल अब उसलाई चाहिँ स्टपी हान्न आउँदैन। उली आउँछ कि आउँदैन तिमीलाई? ल हान तिमी पनि हान नि। तिम्रो पनि हुन्छ नि। थोरै आउँछ अहिले उसलाई चाहिँ उही हान। उली हान अब उली हान न उली चाहिँ हान न स्टपी हैन। अगाडिको चक्का उठाउ भने उसले चाहिँ स्टपी हाने सुनेछ। त्यही भएर उसलाई स्टपी आउँदैन। त्यही भएर उली हान्न लाउँदैछु उसलाई चाहिँ। उली हान्दा थोलै अब फुल पावरले हान त। अब तिमी हान त त्यसै उली तिमी हान त। उसले सक्छ होला हान त। हान तिमी आउ न खुसानी त। तिमी उता जाऊ।